साथी म चाहिँ काँक्रालाई सार्न गइरहेको छु। यसरी काँक्रा नगरौँ भनेको यो रोप्ने मन लाग्यो। यो मिठो काँक्रा हो। मजाले म सेतो राख्नु मिठो देख्नु। त्यो लान्छु नि हजुर काँक्रा कसरी रोप्नुहुन्छ? मैले यहाँ चाहिँ मल मिक्स गरेँ। मल मिक्स गरेर मजाले गाईको मल यो प्रोटिन मिक्स हालेर मिक्स गरेँ। अथवा काँक्रा रोप्ने हो ट्याक्क यसरी त्यसरी रोप्छु। यो आज चाहिँ पानी पर्ने मौसम भएर मैले टक्क यो काँक्रा 2 ज्याङ सारेँ। अरू अलिक मसिनो अलिक पछि सार्छु। हजुरहरू कसरी रोप्नुहुन्छ? म चाहिँ यसरी रोप्छु। हो यता देख्नु मैले यहाँ चाहिँ मल मिक्स गरेर 2 ज्याङ अलरेडी रोपिसकेँ। अब यो पनि रोप्दैछु। मलहरू हालेर सबै रेडी छ। ल 2026 अहिले अप्रिल होइन? अप्रिल आज चाहिँ 26 गते होला। ल गेरुवा चाहिँ व्यापक रूपमा लाउँदैछु है गाइस। Okay. म चाहिँ बाक्लै लाएँ बा मरिहाल्छ कि भनेर यसो मरिहाल्यो भने पनि साथीहरू मैले चाहिँ फाइनली काँक्राहरू रोपिसकेको छु है। अहिले काँक्राहरू रोपिसकेपछि अब यो मैले हल्का यो देख्नु यो चाहिँ भनेको त्यति मल लाग्दैन र पानीले नकुटोस् भनेर माथि माथिबाट म यो पानी लाग्दाखेरि पनि असर नपरोस् भनेर यो यस्तो झिक्रा झिक्री लगाइदिएछ। किनभने पानी लाउँदा ओर्दा अलिकति सेफ हुन्छ बिरुवाहरू। यसलाई चाहिँ यो झिक्राहरू किन गाडेको भन्नुहुन्छ भने खरायोहरूले पनि अलिकति सेफ हुन्छ यताउता सबै कुरोबाट यो चाहिँ लाउँदा पछि फाइनली थाङ्ग्रा लाउनु चाहिँ बाँकी हुन्छ। अब म यो फेरि यता घेराउनमा लाउँदैछु।
पानी लगाउँदा पनि माटो नपछारोस् भनेर है त। अब यसरी लगाएपछि भने चाहिँ पानी लगाउँदाखेरि पनि यो माटो मजाले उड्दैन पानीले। अब यो पानी आउने पनि उ छ, यति लगाएपछि यसरी झिक्राहरू लगाएपछि खरायोहरूले पनि काट्दैन, अलिकति सेफ हुन्छ। पानी लगाउँदाखेरि पनि आफूले पनि अलिकति त्यसलाई राहत हुन्छ। यसरी लगाइदिएर चाहिँ पानी लगाउँदाखेरि नपछारोस् माटो पनि केही नहोस् भनेर। यहाँ देखौँ, यहाँनिर सिमी उम्रिँदैछ, यहाँ उम्रिँदैछ सिमी मजाले ठन्ड भएर उम्रिरहेको छ। यो मल यो माथि माथिबाट किन लगाएको थियो भने अब यसरी पानी लगाउँदाखेरि पनि सेफ हुन्छ क्या, माटो खुँदिँदैन, बिरुवालाई पनि सर लाउँदाखेरि पनि असर गर्दैन। यसरी देख्नुभयो नि, यति आनन्दले पानी लगाउन सजिलो हुन्छ, लाउँदा पनि बिरुवालाई पनि सजिलो है त। अब यता पनि घेराउँला है, मैले घेराउनाले अब यसरी हेर्नु त मैले त्यो मल लगाएकोले गर्दा माथि माथिबाट हाल्दाखेरि त माटो पछारिएर यो थाङ्राले पनि हेर्नु त त्यो सेभ गर्छ क्या, यसरी सपोर्ट गर्छ क्या। अब हजुर देखेपछि थाहा पाइहाल्नु यसो थाङ्रालाई सपोर्ट भयो है त। आइराहरू चाहिँ यस्तै छ मेरो। हजुरको यो आइरा कस्तो लाग्छ, मन पऱ्यो भने अरू साथीहरूलाई नि सेयर गर्नुहोस् है। त्यसलाई पनि हेर्नु त यो हल्का यो झिक्रीले गर्दाखेरि सपोर्ट गर्दा खरायोहरू आयो भने पनि काट्दैन, पनि यो डराउँछ, यस्तो धेरै सपोर्ट हुन्छ क्या। यो थाङ्राको मल त बुझ्नु भयो होला, यो माथि माथि मल लगाएको मल पनि बुझ्नु भयो होला नि, के रहेछ त्यस्तै छ। हजुरहरूलाई मन पऱ्यो भने चाहिँ लाइक सेयर गर्नु होला, साथीहरूलाई पनि यसो हेर्नको लागि सजिलो हुन्छ। ल साथी हो, त्यो चाहिँ सुपको साग है, यो सुपको सागहरू यस्तो मुख राख्न आउँछ पानी लाउँदाखेरि पनि। तर यो सुपको साग चाहिँ अलि अग्लो भएपछि मुन्टा मुन्टा तोड्दिनँ है, अनि फेरि पलाउँछ, अनि फेरि खानु सजिलो हुन्छ। ल साथी सुपको साग हुँदैछ, यो खान्छ मेरो सागहरू हुँदैछ। ल रायोको साग, रायोको साग बल्ल राखेको यति चाहिँ यस्तो भयो छ। अब यो गाउँमा सारिदिनु पर्ने छ, यस्तो छ है साथीहरू। मेरो इस्कुस पनि अब यस्तो लाग्यो, यस्तो भएर छ टुप्पो टुप्पो, पिँढीतिर पनि यस्तो आइरहेछ। दलहरू पनि के राखिरहेको छ। अलिक पानी पछाड छ भने सानो पानी लगाएको पुदिना यस्तो छ।
यो मल यो माथि माथिबाट किन लगाएको थियो भने अब यसरी पानी लाउँदाखेरि पनि सेप हुन्छ क्या, माटो खुँदिँदैन, बिरुवालाई पनि सर लाउँदाखेरि पनि असर गर्दैन। यसकी देख्नुभयो नि यति आनन्दले पानी लाउन सजिलो हुन्छ, लाउँदा पनि बिरुवालाई पनि सजिलो है त। अब यता पनि घेराउँदा है, मैले घेराउनाले अब यसरी हेर्नु त मैले त्यो मल लगाएकोले गर्दा माथि माथिबाट हाल्दाखेरि त माटो पछारिएर यो थाङ्राले पनि हेर्नु त त्यो सेभ गर्छ क्या, यसरी सपोर्ट गर्छ क्या। अब हजुरहरू देखेपछि थाहा पाइहाल्नु यसो थाङ्रा यसलाई सपोर्ट भयो है त। आइराहरू चाहिँ यस्तै छ मेरो। हजुरलाई यो आइरा कस्तो लाग्छ मन पऱ्यो भने अरू साथीहरूलाई नि सेयर गर्नुहोस् है। त्यसलाई पनि हेर्नु त यो हल्का यो भिजिलो गर्दाखेरि सपोर्ट गर्दा खरायोहरू आयो भने पनि काट्दैन, पनि यो डराउँछ, यसो धेरै सपोर्ट हुन्छ क्या। यो थाङ्राको मल त बुझ्नु भयो होला, यो माथि माथि मल लगाएको मल पनि बुझ्नु भयो होला नि के रहेछ। त्यस्तै छ। हजुरहरूलाई मन पऱ्यो भने चाहिँ लाइक सेयर गर्नु होला, साथीहरूलाई पनि यसो हेर्नको लागि सजिलो हुन्छ। ल है भयो काट्दैन।